हेलो साथीहरु नमस्ते। म चाहिँ अहिले ठ्याक्कै कहाँ छु भने ललितपुरमा छु। यो चाहिँ तपाईहरुलाई ललितपुरबाट खिचेको दृश्य देखाइरहेको छु। यो चाहिँ ठ्याक्क यो के छ भने यो जुन तपाईहरुले खोला देख्नु भएको छ नि, यो खोला चाहिँ ठ्याक्कै यो बल्खुको पुल मुनिको खोला हो। यो राति पानी परेको भएर चाहिँ खोला ठुलो भएको छ। यो बर्खामा चाहिँ एकदम ठुलो वारको पार हुन्छ। यो खोला चाहिँ वारीदेखि पारीसम्म आउँछ। यो खोला चाहिँ एकदम ठुलो भएर आउँछ के यो खोला। जुन खोला चाहिँ गङ्गबु सामखुसीदेखि लिएर चाहिँ यो विष्णुमतीसँग मिसिएर आउने खोला हो यो। तपाईले देख्न सक्नुहुन्छ यो ठ्याक्कै यहाँबाट पारीपट्टि जुन यो जंगल जस्तो देखिएको छ नि, यो चाहिँ टियु हो है, कीर्तिपुरको टियु। ठ्याक्क पारी देख्न सक्नुहुन्छ तपाईले। यो चाहिँ कीर्तिपुर भयो। त्यसपछि तपाईले देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ ठ्याक्क पारीपट्टि चाहिँ जुन यो डाँडा देख्नु भएको छ नि, यो चाहिँ चोबारको डाँडा है त। यहाँबाट चोबार नजिकै छ। यो चाहिँ चोबारको डाँडा देखिरहेको छ। त्यसपछि म तपाईलाई देखाउँदै छु यो जुन यो बादल लागेको डाँडा छ नि, यो चाहिँ भालेश्वर मन्दिर भन्छ नि, चन्द्रगिरी। यो चाहिँ चन्द्रगिरीको डाँडा देखाइरहेको छु। जुन यो तपाईले देख्नु भएको छ यो चन्द्रगिरी भयो। त्यसपछि भनेको जुन यो हरियो घरहरू देख्नु भएको छ नि, यो चाहिँ तरकारी सङ्कलन गर्ने घर हो। तरकारी बजार भनौँ न, यो बल्खुको चाहिँ तरकारी बजार एरिया हो। तपाईले देख्न सक्नुहुन्छ यहाँ ठ्याक्क पुल पनि देखिरहेको छ। हल्का हल्का गाडीहरू कुदिरहेको छ। अनि जुन यो डाँडानिर चाहिँ एउटा सेतो सेतो घरहरू देख्नु भएको छ नि, त्यो चाहिँ स्वयम्भू देखिरहेको छ। यहाँबाट स्वयम्भू पनि देखिन्छ। यहाँ चाहिँ एकदम बिहान उठ्ने बित्तिकै सुन्दर दृश्य देख्न पाइन्छ क्या। उठ्ने बित्तिकै ठ्याक्कै खोलाहरू देख्न पाइन्छ। अहिले चाहिँ खोलाहरू एकदम बढेको छ। अझ यो बर्खामा त योभन्दा डबल तिर्बल हुन्छ। यो खोला वारिपारि माथिसम्म आउँछ। यतातिर चाहिँ यो गाडीको ग्यारेज वर्कसपहरू रहेछ। यस्तो छ यता चाहिँ। यो ललितपुर भयो। ठ्याक्कै यहाँबाट चाहिँ अहिले सेकिएको छ। भक्तपुर पनि जोडिएको यहीँबाट चाहिँ अलिकता अगाडिबाट देखिन सकिन्छौँ हामी। ठ्याक्क यो बल्खुबाट हामी रिङ रोड लागेपछि चाहिँ ठ्याक्क कलङ्की भेटिन्छ। कलङ्की अहिले खोला चाहिँ यस्तो छ, एकदम धमिलो आइरहेको छ। राति ठुलो पानी परेको भएर र अहिले चाहिँ यस्तो छ है त साथीहरु।